Hi everyone. The most frequently asked question after injury by my patient through phone or they come to my clinic and ask कि कुनै झट्टै भएको इन्जुरीमा के लगाउनु पर्ने तातो अथवा चिसो सो त्यसको विषयमा आज म तपाईहरुलाई डिस्कस गर्न गइरहेको छु र कुनै पनि इन्जुरीले हामी दुई क्याटेगोरीमा बाँड्छ दैट इज एक्युट एन्ड क्रोनिक र एक्युट भन्नाले तपाईको झट्टै भएको इन्जुरीले कुनै पनि स्पोर्ट्स इन्जुरी खेल्नु भएको छ त्यसले गर्दा इन्जुरी आयो कि त तपाईहरुको पेन चाहिँ आज कुनै घरमा भारी ओजनहरू उठाएर आएको छ कि त तपाई सुत्दै उठ्दाखेरि झडक्कै भएको छ कि त कुनै हातहरू केही ज्यादा एक्टिभिटी गरेर सडक्कै सड्केको छ यस्तो केसेसमा तपाईको ट्रिटमेन्ट चाहिँ तपाईको कोल्ड थेरापी हुन्छ यसमा तपाईले हिट लगाउनु हुँदैन यदि तपाईको पेन छ साथै स्वेलिङ पनि छ र तपाईको पेनफुल एरिया तात्तिरहेको छ लाइक गाउटहरुको टाइममा लाइक तपाईको कुनै पनि इन्जुरी लामो बसेको छ तर भम तपाईलाई दुखिरहेको छ स्वेलिङ आइरहन्छ त्यस्तोतिर चाहिँ तपाईले जहिले आइस लाइक युज गर्नु पर्यो तपाईको घरमा आइस प्याक छ भने त्यसलाई 1 आवर जति फ्रिजिङ गरेर तपाईले सानो कपडामा कटनको कपडामा र्याप गरेर राख्न सक्नुहुन्छ 5 to 10 minutes र नभएको खण्डमा तपाईले आइस क्युबहरु प्लास्टिकमा हाल्नुस् र त्यसको मुख बान्नुस् र त्यसलाई पनि फेरि कटनको कपडाले बाँधेर राख्नुस् र आइस तपाईले लाउँदा जहिले याद गर्नुपर्छ कि पहिला चाहिँ तपाईले आइस चाहिँ स्ट्रोकिङ दिनु पर्यो हल्का हल्का दल्नु पर्यो र 1 मिनेटको बादमा मात्रै राख्नु पर्यो झट्टै हिटको टाइममा तपाईले राख्नु भयो भने चाहिँ कोही बेला आइस बर्नहरु हुन्छ एक्युट इन्जुरीको पछि आइस लाउने चाहिँ एटलिस्ट तपाईले 72 आवर्स चाहिँ तपाईले आइस थेरापी गर्नुस् र आइस चाहिँ तपाईले बिहान र बेलुकीखेरि लाउनु पर्यो र कुनै पनि स्वेलिङ छ भने त्यो स्वेलिङ रिड्युस गर्नुमा पनि आइसको ठूलो हात हुन्छ हिट चाहिँ तपाईले क्रोनिक कन्डिसन तपाईको ब्याक एक लामो ब्याक एक बसिरहेको छ कुनै पनि डिस्कको प्रब्लमले गर्दा पेन बसिरहेको छ या तपाईको पेन चाहिँ जस्तै नीमा छ अस्टियोआर्थराइटिसको पेन छ ओल्ड एजको पेन हड्डीहरू गल्ने दुख्ने त्यस्तोतिर त तपाईले हिट लगाउनु पर्यो सो हिट तपाईले हट ब्याग राख्नु पर्यो कि त कुनै हिटिङ प्याड छैन नभएको खण्डमा तपाईले हाम्रो इजिली अभाइलेबल प्लास्टिकको बोतलमा तातो पानी राखेर पनि राख्न सक्नुहुन्छ र हिट चाहिँ तपाईले 15 to 20 मिनेट्स राख्नु पर्यो र हिट चाहिँ तपाईले वन्स अ डे राख्दा हुन्छ इभिनिङको टाइममा र यो चाहिँ तपाईले हिट चाहिँ कन्टिन्युस तपाईले 1 to 2 मन्थ्स गर्दा पनि हुन्छ आई होप अब तपाईहरुलाई आफ्टर इन्जुरी हिट लाउनु कि कोल्ड लाउनु भन्ने कन्फ्युजन दूर भयो होला सो इफ यो कन्फ्युजन तपाईहरुलाई दूर भयो भने तपाईले आफ्नो नियर एन्ड डियर वान्सलाई पनि यो भिडियो शेयर गरेर उनीहरुलाई पनि सहायता पुर्याउन सक्नुहुन्छ थ्यांक यू गाइज